तिमीले केमा हाल्ने भनिसक्यौ त सानी भोट म त घन्टीमा बजाउने घन्टीमा हाल्ने म उयो किन हाल्दिनँ ल त अब अहिले घन्टीले गर्छ कि भन्ने जस्तो छ अनि अब अरू त्यस्तै हो हामीले अब मैले घर आमालाई पनि भनेछु आमा बुवालाई सबैलाई भनेछु अब मैले चिन्ने इष्टमित्रहरूलाई सबैलाई अब हाम्रो प्रदेशबाट हामी त असली सर्वहारा भन्ने त हामी हो के एउटा जहिले सामान्य भोट हाल्ने सिस्टम पनि बनाइदिन सकेन प्रविधि कहाँबाट कहाँ पुगिसक्यो सबै घन्टीमा हालिदिनु भन्नुहुन्छ त्यही त अब आफ्नो काम गर्ने साथीहरूलाई काम गर्ने ठाउँमा साथीहरूलाई भन्ने अनि सूचित गर्ने के अब अलिकति अलिकति बुझ्नेसम्मकोलाई बुझाउने प्रयास गर्नुपर्छ के घर अब साइनमालाई पनि भन्नु पर्ला उता साइनमालाई पनि फोन गरेर साइनमाहरूलाई अब आफ्नो चिने जानेकोहरूलाई चाहिँ फोन गरेर फोनबाट हाम्रो एउटा सानी मक्क परिछन् राजनीतिका कुरा नगर राजनीतिको ऊ चर्ला फेरि भूत त्यो राजनीतिको कहिलेबाट सर्यो के होइन यस्तो हो नि त राजनीति भन्दा पनि अलिकति त चिन्ता लिने अवस्था आएको छ कि देशको चिन्ता अब चिन्ता गर्न नसकेपछि देश कहिले परिवर्तन हुने हो कि देशले मुवा कहिले भनौँ त हामी सबैले घन्टीमा बजाएर चिन्ता नगर्नुहोस् क्या